पहिला पहिलाको ओडा अध्यक्ष भन्दा राम्रो लागेको छ हजुरलाई? राम्रो राम्रो कहाँ हो कहाँ हो, मेरो मात्र होइन सबैको त राम्रै होला नि त। त्यस्तो विकास ल्याउँदा पनि एउटाको मात्र लागि हुन्छ त, सबैको लागि हुन्छ नि त। अनि हाम्रो लागि राम्रो मात्र एउटाको लागि मात्र हुँदैन नि त। के हुन्छ एउटाको लागि मात्रै हुँदैन, हाम्रो सबै जनताको लागि हो। आमा नमस्ते। नमस्ते हो नमस्ते। के को लागि आउनु भयो आज यहाँ स्कुलमा? हामी मन्दिर सुरी त्यहाँ राख्छु भनेर आज मूर्ति राख्छु भनेर आज राम्रो साइज रहेछ भनेर राखेको। आज सायद हेरेर गुरु हाम्रो लामा गुरु हुनुहुन्छ उहाँले सायद हेरेर गुरु लामाले हेरेर आज साइज राखेको मन्दिर सुरी। अब यो तपाईँकै गाउँमा भएको स्कुलमा चाहिँ यसरी हाम्रो वडा अध्यक्षको पनि पहल छ, त्यस्तै गरी हाम्रो लामा गुरु हुनुहुन्छ एकदमै सक्रिय हुनुहुन्छ, उहाँहरूको पहलमा चाहिँ यो मञ्जुश्रीको मूर्ति त्यस्तै गरी सरस्वतीको मूर्ति राखेको छ। तपाईँलाई चाहिँ कस्तो लागेको छ? हामीले त राम्रो खुसी, पहिले छैन अहिले राखेपछि कस्तो खुसी भएको छ नि त। पहिले यस्तो छैन, अब बनाएको कति राम्रो भयो। नानीहरू पनि यहीँ पुर्ने ठाउँमा, नानीहरूले पूजा गर्ने ठाउँमा पहिले छैन। सफा सुग्घर सफा हुनेको लागि बनाएको, उनीहरूले पूजा गर्नको लागि राखेको हो। मन्दिर बन्यो यो स्कुलमा चाहिँ जस्तो पहिला म पनि पढेको स्कुल यही हो र पहिला र अहिलेमा चाहिँ तपाईँले के फरक देख्नुहुन्छ? कतिको राम्रो भएको छ यो स्कुल? पहिलेको भन्दा अहिलेको त राम्रो राम्रो नि, पहिलेको भन्दा अहिलेको फरक फरक, पहिलेको भन्दा त अहिले त कति फरक राम्रो बनाएको छ नि त। पढाइहरू पनि पहिलाको भन्दा धेरै राम्रो छ अहिले? अहिले राम्रो, पहिले भन्दा त अहिले त राम्रो। पहिले त सिकाउने पनि अहिले त खाजा पनि यहीँ दिन्छ, लुगाफाटा लगाइदिन्छ, राम्रो छ अहिले चाहिँ राम्रो छ। तपाईँको छोराछोरीहरू पनि पढ्नुहुन्छ यहाँ कि पढिसक्नुभयो? छोराछोरी त ठुल्ठुलो नाता नातिनी पढ्छ, नाति नातिना चाहिँ हुनुहुन्छ यहाँ पढ्ने? नातिनी पढ्छ, यहाँ चाहिँ नाता र नातिनी पढ्छ। छोराहरू त अब त ठुल्ठुलो भयो, छोराहरूले त पढ्नु छोडिहाल्यो नि। अब यो स्कुलमा त लामा पनि पढाउँछ अरे अनि अरू स्कुल नि पढाउँछ अरे, लामा नि पढाउँछ अरे, तपाईँको नातिहरूले पनि लामा पनि पढ्नुहुन्छ? पढ्छ, लामा पनि पढ्छ, अर्को स्कुल पनि पढ्छ, दुईवटा पढ्छ। त्यसरी पढाउँदाखेरि कस्तो हुँदो रहेछ? राम्रो नि, दुवैपट्टि राम्रो, कति राम्रो। तपाईँलाई त्यो लामा भाषा नि पढाउन इच्छा थियो र नातिहरूलाई? इच्छा भएर पो पढेको नि त, पहिले त्यस्तो छैन। अहिले लामाहरू पनि पढेर लामा आएर यहीँ बसेर कति राम्रो बनाइराखेको छ, राम्रो गरिरहेको छ। अनि झन् हाम्रो त धर्म हो नि त स्कुल त्यो लामा त, हाम्रो त त्यही मर्दा पनि त्यही, जर्मेकोदेखि नि त्यही लामै चाहिन्छ, मर्दा नि चाहिन्छ, जर्मेको बेलामा नि लामै चाहिन्छ। हाम्रो त झन् त्यो कति राम्रो, खुसी खुसी हुनुहुन्छ त्यसमा? खुसी हुन्छ, खुसी खुसी। यसलाई धन्यवाद कसलाई दिनुहुन्छ? हाम्रो लामा गुरुलाई दिनुहुन्छ कि कसलाई दिनुहुन्छ? लामाले त दिनुहुन्छ, अब शिक्षा दीक्षा लामाले दिएको छ, अब लामाले त हो त, लामालाई र अध्यक्षलाई। वडा अध्यक्षलाई चाहिँ के भन्नुहुन्छ? जो हाम्रो 7 नम्बर वडा छ नि, जस्तो बिगु टक्सार भनेर चिनिन्छ, घुन्सा जहाँसुकै होस्, हाम्रो यो 7 नम्बर वडाभित्र चाहिँ भल बहादुर कटवाल वडा अध्यक्षलाई चाहिँ के भन्नुहुन्छ? कस्तो लाग्छ तपाईँलाई? हामीले राम्रो लाग्छ नि, पहिले भन्दा त राम्रो, हामीले राम्रै गरिरहेको छ, राम्रै गरिरहेको छ। हाम्रो फेरि विकास ल्याइरहेको छ, पहिलेको भन्दा विकास राम्रो राम्रो ल्याएको छ, राम्रो गरेको छ नि त। पहिला पहिलाको वडा अध्यक्ष भन्दा राम्रो लागेको छ हजुरलाई? राम्रो राम्रो कहाँ हो कहाँ हो, राम्रो लागेको छ मलाई त। अरूले चाहिँ कस्तो लागेको छ, मलाई त राम्रै लागेको छ। तपाईँको आफ्नो मनदेखिको भन्दाखेरि राम्रो छ, मेरो मात्र होइन सबैको त राम्रै होला नि त। त्यस्तो विकास ल्याउँदा पनि एउटाको मात्र लागि हुन्छ त, सबैको लागि हुन्छ नि त। अनि हाम्रो लागि राम्रो मात्र, एउटाको लागि मात्र हुँदैन नि त। के हुन्छ एउटाको लागि मात्रै हुँदैन, हाम्रो सबै जनताको लागि हो, जनताको लागि हो। सबैजना हाम्रो वडा अध्यक्षसँग पनि खुसी हुनुहुन्छ? खुसी छ, खुसी, कति राम्रो खुसी छ। अनि वडा अध्यक्षले पनि राम्रो गरेन कसले राम्रो गर्ने? जस उहाँले राम्रो गर्नुभएको छ, राम्रो गरिरहेको छ अहिलेसम्म। अनि यो हाम्रो लामा गुरु जस्तो यो घुन्सा टक्सारमा धेरै यस्तो धार्मिक कामहरू पनि अगाडि हुनुहुँदो रहेछ, धेरै चाहिँ यस्तो काम गर्नुभएको छ, उहाँलाई चाहिँ के भन्नुहुन्छ? हाम्रो त गुरु नि, हजुर गुरु 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 लामा, हाम्रो गुरु लामा हो। कति राम्रो, यहाँ मात्र होइन टक्सर पनि राम्रो गर्यो, यहाँ नजान्नेहरूले पनि सिकाइदियो। हाम्रो पहिले यस्तो पूजा पाठ गर्ने छैन, यो लामा आएपछि कति राम्रो भएको छ। के भन्नुहुन्छ उहाँ हाम्रो लामा गुरुलाई?
लामाले त हामीले त लामै भन्छ नि त। होइन होइन उहाँको लागि भन्नुपर्दा के भन्नुहुन्छ तपाईँको मनमा के छ कति खुसी हुनुहुन्छ हाम्रो थुची छे भन्छ हाम्रो चाहिँ। होइन उहाँलाई चाहिँ तपाईँले अघि जस्तो वडा अध्यक्षलाई भने जस्तै गरी उहाँलाई चाहिँ के भन्नुहुन्छ धन्यवाद टाँसिदिएले लासो भन्छ नि त हाम्रो कुरा भएर त्यही त हो। जस उहाँको काम देखेर तपाईँ खुसी हुनुहुन्छ हाम्रो लामा गुरु का हो हामीले नदेखेको ठाउँ पनि कति राम्रो यस्तो कोहीले त देखेको छैन यहीँ छेउमा ल्याएर देखायो बनायो कति राम्रो बनायो नि त। डुल्नेहरूले पो देख्छ हामी नडुल्ने मान्छेले कति राम्रो देखाइरहेको छ त होइन। तपाईँहरूले देखि देखेन तपाईँहरूले देखेन के चाहिँ भन्नुभयो त्यो देउता नि ए देख्यो राम्रो बनाएको छ। ए केटाकेटीले पनि सिकायो विद्यार्थीले पनि सिकायो बिहान उपाजा पुर गर्ने कति राम्रो सिकाएको छ। सुक्खर सफाइ नगएकोले पनि सुक्खर गर्नु यसरी दुन्नु पर्छ यस्तो गर्नुपर्छ भनेर कति राम्रो सिकाइरहेको छ। त्यस्तो मान्छेले पनि नराम्रो बन्नु कति राम्रो धेरै राम्रो हुन्छ यो ओडाको लागि है धेरै राम्रो ओडाको लागि त धेरै राम्रो। उहाँलाई के भन्नुहुन्छ सधैँभरि यतै बसिरहनु भन्नुहुन्छ कि के भन्नुहुन्छ कसलाई हाम्रो लामा गुरुलाई सधैँभरि यहीँ बसी जानु खुसी नि अब उसको घर हिँडिहाल्छ होला अब कति वर्ष बस्छ। तपाईँहरूले खुसी छ कि छैन खुसी छ आफ्नो गाउँठाउँमा यसरी चाहिँ उहाँलाई चाहिँ विकास गर्दाखेरि समाजमा चाहिँ होइन आफ्नै भाषा यसरी सिकाउँदाखेरि गाउँलाई यति चाहिँ विभिन्न कुराहरूमा चाहिँ विकास गरिदिँदाखेरि खुसी छ नि। यस्तो देउता ल्याउने मान्छेले पनि खुसी छैन त कति राम्रो खुसी छ नि त। खुसी छ कति राम्रो खुसी छ। जस तपाईँ हाम्रो लामा गुरुले यति काम गरेकोमा तपाईँ धेरै खुसी हुनुहुन्छ धेरै खुसी धन्यवाद खुसी छ नि। परिवर्तन कति राम्रो गरिरहेको छ। अब त्यो मुखले मात्र बनेको होइन ऊ लिएर देखाइरहेको छ कति राम्रो बनाएको छ नि त। हस् धन्यवाद ल ल ल ल तपाईँले नि धन्यवाद।